छोटो वक्तृत्व भन्न गइरहेको छु। मेरो वक्तृत्वको शीर्षक रहेको छ नेपालमा मनाइने चाडपर्वहरू। नेपाल एक धार्मिक सहिष्णुता भएको देश हो। यहाँ धेरै प्रकारका चाडपर्वहरू मनाइन्छ, जस्तै दसैँ तिहार, होली, ईद, क्रिसमस आदि। अलग अलग जातिले अलग अलग चाडपर्व मनाउने गर्छ। जस्तै इसाईहरूले क्रिसमस मनाउँछन् भने हिन्दूले होली, दसैँ तिहार जस्ता चाडपर्व मनाउँछन्। नेपालमा विभिन्न चाडपर्वमा विभिन्न क्रियाकलापहरू गरिन्छ। जस्तै होलीमा पानी र रङ खेलिन्छ भने दसैँमा मिठा खानेकुरा खाएर टीका जमारा लगेर दक्षिणा छापिन्छ। दसैँ भनेको नेपालमा भएको हिन्दूहरूको सबैभन्दा ठुलो चाड हो। धन्यवाद।